नमस्ते मित, म दीपक। म यहाँ सीतासुरङ्गमा छु। अहिले म यहाँ नेपालको प्रसिद्ध नायिका मिस रेखा थापाजीसँग म यहाँ कुरा गरिरहेको छु। हेलो। नमस्ते मिस, तपाईँ यहाँ जनकपुरमा आउनुभएको छ, कसरी लागिरहेछ? एकदमै रमाइलो। मैले त जनकपुर त एकदमै माता जानकीको भूमि होइन, मलाई डेफिनेटली राम्रो लाग्छ। हाम्रो देशको सबैभन्दा अझ एकदमै राम्रो ठाउँ जाने यहाँ जनकपुर आउँदा चाहिँ जहिले पनि एउटा आमाको घरमा आए जस्तो फिल हुन्छ। एकदम जनकपुर त तपाईँको माता सीताको नगरी हो, यहाँ धार्मिक नगरी हो। तपाईँ यहाँ कसरी तपाईँले हेर्नुहुन्छ यहाँ जनकपुरमा? एकदमै राम्रो। यहाँको हरेक कुराको भनौँ न कलाको सुरुवातै यहाँबाट भएको हो होइन। पहिला थाहा छ कि छैन तपाईँले, पहिला कलाको सुरुवात हुँदाखेरि लोग्ने मान्छेहरू महिला बनेर नाच्थे, थाहा छ तपाईँलाई? ठिक छ होइन, त्यसको सुरुवातै यहीँबाट भएको हो। यहाँको आर्ट, यहाँको धेरै कुरा, हाम्रो जननी नै, कलाको जननी नै मिथिला नगरी हो। र म यहाँ आउनु पाउँदा डेफिनेटली खुसी लाग्छ। गुड नाइट, सी यू टुमरो। हस्, आउनुहुन्छ नि? यस्तो अब यहाँ जनकपुरमा आएपछि म्याम एकदम धेरै प्रशंसित हुनुहुन्छ। यहाँको सबै वातावरण राम्रो लाग्यो। म्याम, यहाँ सबैभन्दा यो तपाईँको खानामा के लाग्यो राम्रो तपाईँभन्दा? यहाँको खाना त अब सबै चिज मिठो छ नि। माई गड, जनकपुरको यहाँ त माया नै मिठो छ। यहाँ खाना त होइन, यहाँ त यहाँ माया हामी भावना जी हुन्छ, त्यही त मिठो हो। अब यहाँका मानिसहरू, म पनि पहिला बेटी पढाऊ बेटी बचाऊ अभियानमा आउँदाखेरि होइन, छोरीको निम्ति स्वर्ण नेपाल अभियानमा आउँदाखेरि यहाँको सबैभन्दा मिठो भनेको यहाँका बासिन्दाहरू अत्यन्तै प्रेमिल, अत्यन्तै राम्रो भावना भएका। इभन तपाईँहरूले पनि कस्तो माया गर्नुहुन्छ नि कलाकारलाई होइन, मलाई कति माया गर्नुहुन्छ होइन। भनेको मलाई चाहिँ यहाँ आउँदाखेरि चाहिँ आफ्नै घर आएको जस्तो लाग्छ। यहाँ माया त तपाईँको तपाईँ यहाँ ठुलो पुरै जगत हेर्ने मान्छेलाई यहाँ जनकपुरमा हामीहरूको धेरै अवसर छैन। यहाँ माता जानकीको नगरी हो, त्यहाँ हामीहरूको एकदम धार्मिक नगरी हो। तपाईँ यहाँ आउनुहुन्छ, हामीहरू पनि खुसी हुन्छ। यहाँ तपाईँ बस्नुहोस्, हामीहरूले पनि तपाईँलाई व्यवस्था गरिदिन्छु। एकचोटि तपाईँ यस्तो फेरि म एउटा गरिदिन्छु। यहाँ तपाईँ आउनुभयो, एकदम राम्रो लागिरहेछ तपाईँलाई पनि। अब भोलि दर्शन गरेपछि तपाईँले माता जानकीलाई अरू पनि कस्तै प्रोत्साहन गर्नुहुन्छ कि यहाँ आउनुको लागि? यहाँ त मलाई लाग्छ जो कोही मानिसहरू पनि आउन चाहन्छ। एउटा जिउँदो जमिन जस्तो लाग्छ मलाई यहाँ होइन। एकदमै जानकी मन्दिरको दर्शन मात्र नभएर सिंह जनकपुरलाई नै हेर्न आउनुहुन्छ कि जानकी माताको घर हो यो जनकपुर होइन। त्यस कारणले गर्दाखेरि चाहिँ म सम्पूर्ण भक्तजनहरूलाई, पर्यटकहरूलाई जति घुम्न जानुहुन्छ नि, जस्तो बाली गइरहेको हुन्छ, ब्याङ्कक गइरहेको हुन्छ, अथवा चाहिँ विभिन्न देशहरूमा गइरहेको हुन्छ, भरसक यदि आन्तरिक आफ्नो देशका यस्ता महत्त्वपूर्ण ठाउँमा जानु भएको छैन भने चाहिँ बकेट लिस्टमा चाहिँ जनकपुरलाई चाहिँ एकदमै प्रायोरिटीका साथ राख्नुहोस् भन्छु म चाहिँ। किनभनेदेखि सबै नेपालका हरेक ठाउँहरू घुमिसकेपछि अनि बल्ल बाहिर पनि घुम्ने, नघुम्ने भने होइन। तर पहिला बाहिर घुम्नुभन्दा पहिला आफ्नै देशका विभिन्न एउटा इतिहास बोकेका ठाउँहरू चाहिँ घुम्न आवश्यकता हुन्छ। तपाईँको त यहाँ मिथिला नगरी हो, तपाईँ एकदम माता जानकीलाई पनि एकदम, तपाईँ पनि एउटा माता जानकी जस्तो हामीहरू हेरिरहेछु। किनकि तपाईँ एकदम महिला अभियानमा तपाईँले वर्षौँदेखि लाग्नु भएको छ, तपाईँको सिनेमा पनि यहाँ म हेरिरहेको छु। यस्तो छ नि, यहाँ जनकपुरमा एउटा यस्तो जग्गा छ, यो विश्वको सबैभन्दा राम्रो जग्गा। यहाँ के छ नि, सबै भगवान् एकै ठाउँमा एकै समयमा यहाँ पधार्नु भएको छ। तपाईँले थाहा छैन कि छैन? बिहेको बेलामा राम त्यहाँ त भोलि जानै पर्यो नि। त्यही हो, के अरे मण्डपमा, विवाह मण्डपमा। अब यस्तो छ नि, अब हामीहरूले सबै राम्रो लाग्यो, रेखा म्यामसँग एकदम राम्रो लाग्यो। अहिलेसम्म च्यानलको सब्सक्राइब गर्नु भनेको छैन भने च्यानलको सब्सक्राइब गरिदिनु, च्यानललाई सब्सक्राइब गरिदिनु होला। हाम्रो दाइको युट्युब च्यानल बबाल हिट बनाइदिनु होला। हाम्रो दाइ एकदमै राम्रो हुनुहुन्छ, इज भेरी स्विट, बोली पनि एकदमै राम्रो छ। हाम्रो दाइको प्रोग्राम बबाल होस्, च्यानल पनि बबाल हिट हुनु पऱ्यो। प्लिज
दाइको लागि मेरो लागि भए पनि यो च्यानल सब्सक्राइब सब्सक्राइब गरिदिनुहोस् है धन्यवाद। थ्याङ्क